Dispatching a paid low crew to been down in the area. Over. All hit men 360 be advised. The roll tree got 295 at 1800 Zulu. Now copy. Smattered 2-3. You'll clear those Novas on. Roger. Interrogative. Do you have a positive ID on any enemy personnel there? हेलो साथीहरु, के छ? सन्चै आर्मी हुनुहुन्छ? यो आजको भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ म तपाईहरुलाई एउटा क्वेशन सोध्छु। तपाईले फिजिकलको लागि दिनमा कति टाइम दिनुहुन्छ? आधी घण्टा वा फिजिकलै नगरिकिन दिन कोटाउने पनि साथीहरु हुनुहुन्छ होला है। सो फिजिकल तपाईले गर्नुस्, प्रत्येक दिन गर्नुस्। तपाईले कुनै तयारी गर्नको लागि हैन, आर्मी पुलिस सशस्त्र बन्नको लागि हैन, स्वयं आफ्नो बडी आफ्नो शरीर बनाउनको लागि चाहिँ फिजिकल गर्नुस्। सक्नुहुन्छ भने जिम जोइन गर्नुस्। जिमले अवश्य पनि तपाईलाई हानि कतैबाट गर्दैन, तर राम्रोसँग एउटा कोचको सजेसन लिएर गर्नुभयो भने राम्रो हुन्छ। त्यसकारण फिजिकलको लागि कम्तिमा पनि आधी घण्टा दिनुस्। अहिले कोरोनाको टाइम छ, जिम सेन्टर छैन होला, नजिकै समस्या छ होला, तर तपाईले आफ्नै घरमा एउटै कोठाभित्र पनि तपाईले फिजिकल गर्न सक्नुहुनेछ। जुन चाहिँ कुरा मैले आज तपाईलाई शेयर गरेको छु, मैले स्वयं आफूले गर्ने फिजिकलको केही कुराहरू तपाईसँग आज भिडियो समेत बनाएर शेयर गर्नेछु। तपाईलाई फिजिकलको टिप्स पनि दिनेछु। आर्मी पुलिस सशस्त्र सबैमा जति पनि हुन्छ, यो रनिङ बाहेकको अरू फिजिकलहरू जे जस्तो हुन्छ, चिनअप सबै कुराहरू तपाईले यदि मैले भनेको यस भिडियोमा भनेको कुराहरूलाई फलो गर्नुभयो भने, त्यो क्राइटेरिया मिट गर्नुभयो भने कोही पनि साथीहरु फिजिकलमा कोही पनि साथीहरु फेल हुनु पर्दैन। त्यसकारण तपाईले भिडियोलाई स्किप नगरी लास्टसम्म हेर्दिनु होला। भिडियो अवश्य पनि तपाईले लाइक गर्नुपर्नेछ, किनकि तपाईहरुलाई मैले आफ्नो पर्सनल कुराहरू शेयर गर्दै आइरहेको छु। यो भिडियोमा चाहिँ मैले 1000 लाइकको चाहिँ एम राखेको छु। अवश्य पनि साथीहरुले साथ दिनुहुनेछ। हेर्नु, साथीहरुले चाहिँ मन पर्यो भने भिडियो लाइक गरिदिनु होला। केही सजेसनहरु दिनु छ हैन, यस्तो भएन त्यस्तो भएन भन्नु छ भने तल कमेन्ट गरिदिनु होला। आफ्नो जिज्ञासा केही क्वेशनहरु छन् भने पनि तल कमेन्ट गरिदिनु होला। आउनुस् भिडियोलाई सुरु गरौँ। सो फर्स्टमा तपाईलाई गर्नुपर्ने केही कुराहरु म तपाईलाई पहिला भन्छु है। नम्बर 1 मा छ हाम्रो पुशअप गर्नुपर्छ अनि सिटअप। पुशअप र सिटअप गर्नुभन्दा अगाडि तपाईको बडीलाई एउटा फिजिकल्ली एउटा फिट बनाउनुपर्छ। फिजिकल्ली फिट गराउनको लागि तपाईले पुशअप र सिटअप मात्र गरेर बन्दैन, तपाईलाई अनेक अरु फिजिकलहरु गर्नुपर्छ, जसले बडी सम्पूर्ण शरीरलाई चाहिँ एउटा फिट बनाउन हेल्प गर्छ। जस्तै तपाईको शोल्डर पावर, तपाईको ह्यान्ड पावर भनिन्छ, सधैँ ह्यान्ड पावर भन्छ। तपाईको ह्यान्ड पावर बिल्ड गर्नुभयो भने तपाईले चिनअप त त्यसै गर्न सक्नुहुन्छ। त्यसकारण सर्वप्रथम आफ्नो शरीरलाई एउटा शरीरको बडी पावरलाई चाहिँ मेन्टेन गर्नुस्, जुन मेन्टेन गर्नको लागि एउटा फिजिकल गर्न आवश्यक छ। अब फिजिकल गर्नको लागि तपाईले डेली एक्सरसाइज कन्टिन्यू रूपमा कम्तिमा पनि आधी घण्टा डेली गर्नुभयो भने तपाईको अटोमेटिक शरीरको एउटा पावर जुन हुन्छ, फिजिकल पावर हुन्छ, त्यो बढ्दै जान्छ। तपाईलाई मैले यहाँनिर फोटो देखाउँछु, हेर्नुस्। यो फोटो मेरो नै हो, मेरो बडीकै हो। मैले आफ्नो शरीर त्यति बनाएको थिएँ। त्यतिखेर चाहिँ एउटा शरीरको पावर हुन्छ, एउटा हाई लेभलमा जहाँ पुग्छ, जहाँ तपाईको पुशअप, सिटअप, चिनअप भन्ने कुरा सामान्य लाग्छ, जति पनि गर्न सक्नुहुन्छ। त्यसकारण तपाईले डेली चाहिँ कम्तिमा पनि वर्कआउट गर्नुस्, फिजिकल गर्नुस्, केही पसिना बगाउनुस्, आधी घण्टा जति गर्नुस्। र तपाईलाई मैले अब यहाँ एउटा भिडियोहरु देखाउन गइरहेको छु। ओके गाइस, तपाईलाई सुरुमा म पुशअपको बारेमा बताउँछु। पुशअप यहाँ तपाईले देख्न सक्नुहुनेछ भिडियोमा। पुशअप गर्ने तरिका हाम्रो यो भर्नाको क्रममा चाहिँ पुशअप गर्ने तरिका सिम्पल छ। तपाईको शोल्डरको जुन हुन्छ, शोल्डरको भागमा ठिक हात अगाडि लगेर बीचमा चाहिँ ठिक्कको मेन्टेनको बीच ग्याप राखेर चाहिँ तपाईले सरासर आफ्नो टाउकादेखि खुट्टासम्म एउटा एक लेभलमा लगभग हाम्रो कति डिग्री जान्छ, 22.5 डिग्री जति जान्छ होला, त्यति डिग्री गराएर तलमाथि गर्नुभयो भने नर्मल के भयो पुशअप। अब यो पुशअपलाई तपाईले बढाउनको लागि गर्नुपर्ने भनेको तपाईको दुईटा हात क्लोज ग्रिप भन्छ, यसलाई क्लोज ग्रिप पुशअप भन्छ। क्लोज ग्रिप भनेको तपाईको दुईटा हात अलि नजिक राखेर गर्नुभयो भने यो क्लोज ग्रिप, र आफ्नो शोल्डर भन्दा केही टाढा राखेर गर्नुभयो भने यो वाइड ग्रिप भन्छ। यो वाइड ग्रिप गरेर गर्नुभयो भने तपाईको चेस्टको भागलाई पनि बिल्डअप गर्न सजिलो हुन्छ। चेस्ट पनि तपाईको अलि ठुलो देखिन्छ भने तपाईको अलि नजिक राखेर गर्नुभयो भने तपाईको ट्राइसेपको भाग हुन्छ, यो हातको बाइसेपको पछाडिपट्टि हुन्छ, त्यो ट्राइसेप चाहिँ ग्रो गर्छ, ट्राइसेपको पावर बढाउँछ। यो पुशअप भइहाल्यो साथीहरु। त्यसपछि तपाईको अर्को रहेको हुन्छ पुशअप इन्क्लाइन र डिक्लाइन भन्ने पनि हुन्छ, जसले तपाईको ह्यान्ड पावर प्लस तपाईको छाती अथवा चेस्टको मसल ग्रो गर्न अथवा त्यसको पावर बढाउन हेल्प गर्छ। डिक्लाइन भनेको तपाई तलतिर जमिनतर्फ तपाईको टाउको रहेर गर्नुभयो भने त्यो डिक्लाइन भयो। इन्क्लाइन भनेको जमिनभन्दा माथितर्फ रहेर गर्नुभयो भने त्यो टाउको माथितर्फ राखेर गर्नुभयो भने त्यो के भयो, इन्क्लाइन भयो। तपाई यो सबै कुराहरू चाहिँ यदि जिम जोइन गर्नुभएको छ भने थाहा छ तपाईलाई, यदि गर्नुभएको छैन भने पनि तपाईले त्यहाँ गइसकेपछि थाहा पाउनुहुनेछ इन्क्लाइन डिक्लाइन भनेको के हो। सो डिक्लाइनको लागि तपाई आफ्नो घरमा रहेको टेबलदेखि लिएर अनि बेडदेखि लिएर यो एक्सरसाइज गरेको देख्नु भएको छ साथीहरुले। यो एक्सरसाइज भनेको तपाईको ट्राइसेपको लागि हो। तपाईको ट्राइसेप बिल्ड अप गर्नको लागि यो एक्सरसाइज गर्न सक्नुहुनेछ।
देख्न सक्नुहुनेछ तपाईले। ठिक हाम्रो बाइसेपको पछाडिपट्टि हल्का डल्लो परेको मासु देख्नु भएको छ, त्यो चाहिँ ट्राइसेप हो। यो ट्राइसेप बिल्ड भयो भने तपाईको ओभरअल चाहिँ ह्यान्ड ग्रिप अथवा तपाईको ह्यान्ड पावर पनि बिल्डअप गर्नलाई एकदम हेल्प गर्छ। यो एक्सरसाइज गर्न सक्नुहुनेछ। यहाँनिर तपाईलाई म देखाउँछु नजिकबाट हेर्न सक्नुहुनेछ। तपाईको त्यो भाग ट्राइसेप रहेको भने त्यो साइडमा रहेको देख्नु भएको छ, त्यो विङ्स भाग भन्छ यसलाई चाहिँ। यो विङ्स भाग भइहाल्यो। तपाईको ट्राइसेप र बाइसेप बिल्डअप भयो भने तपाईको ओभरअल एउटा पावर बिल्डअप हुन्छ। यो प्लाङ्क्स भनेको तपाईको शरीरको बडी होल बडीको एक्सरसाइज हो। तपाईको खुट्टादेखि लिएर हातसम्म, तपाईको सोल्डरको भागदेखि लिएर तपाईको एब्डोमिनल भाग है, तपाईको ब्याक पछाडिपट्टिको ब्याकको देखि लिएर खुट्टाको सम्पूर्ण अनि ह्यान्ड पावरदेखि लिएर सबै कुराहरू तपाईको इन्क्रिज हुन्छ। कम्तीमा पनि तपाईले 2 मिनेट गर्नुपर्ने हुन्छ प्लाङ्क्स। एक दिनमा कम्तीमा पनि 2 मिनेट गर्नुहोस्। यति गरिसकेपछि तपाईको चिना भन्ने छ, एब्डोमिनल मसल भन्छ यहाँ पेटको भागको है। एब्डोमिनल मसल पनि तपाईको चाहिँ स्ट्रङ हुन्छ, जसले गर्दा तपाईलाई सिटअप हान्न अथवा सिटअप गर्न सजिलो हुन्छ। तपाईले यो तरिकाले गर्नुभयो भने तपाईको कन्टिन्यू रूपमा सिटअपको पावर पनि एउटा बढ्दै जान्छ। त्यसपछि यसको लागि अन्य धेरै एक्सरसाइजहरू छन् जुन चाहिँ तपाईले गर्न सक्नुहुनेछ। तपाईले यही नै गर्नुपर्छ भन्ने छैन, तर यस्तै खालको एक्सरसाइजहरू तपाईले थुप्रै गर्न सक्नुहुनेछ। अर्को रहेको छ तपाईको सेटअप। सेटअप चाहिँ हाम्रो यो सिलेक्सनमा नेपाल आर्मीको तर्फ चाहिँ यो खुट्टा नखुम्चाइकन यसरी पाउँदैन हैन। यो त ब्रिटिस आर्मीतिर यो यस्तो हुन्छ, तर हाम्रो यो नेपाल आर्मीमा चाहिँ खुट्टा पुरै सिधा गराएर दुईटा खुट्टा जोडेर है, अनि हात पछाडि राखेर टक्क आएर घुँडालाई टाउकल छोएर फेरि पछाडि गएर अनि हातले चाहिँ जमिनलाई छोएर आएर यो गरिन्छ। यो यसको भिडियो चाहिँ मैले बनाइदिइसकेको छु। जुन चाहिँ धेरै साथीहरूले हेर्नुभएको छ, लगभग 70,000 भन्दा बढी साथीहरूले त्यो भिडियो हेर्नुभएको छ। तपाईले हेर्नुभएको छैन भने यहाँ आई बटनमा क्लिक गरेर हेर्न सक्नुहुनेछ। यति भइसकेपछि सिटअप रह्यो। सिटअप बढाउनको लागि चाहिँ तपाईले यो तरिका खुट्टा खुम्चाएर पनि गर्न सक्नुहुनेछ। जसको तपाईको सिटअप बढ्छ है त साथीहरू। 3 चोटी गर्नुपर्ने हुन्छ। यदि तपाईले दिनमा कुनै पनि फिजिकल गर्नुहुन्न है, कुनै पनि फिजिकल गर्नुहुन्न, अब चाहिँ गर्ने सोचमा हुनुहुन्छ भने तपाईको लागि चाहिँ छुट्टै हुन्छ फिजिकल, वा कुनै साथीहरूले चाहिँ गरिराख्नु भएको छ फिजिकल गर्ने, त्यो उहाँहरूको लागि चाहिँ अलि छुट्टै हुन्छ। किनभने डाइरेक्ट एकैचोटि धेरै फिजिकल गरियो भने पनि शरीरलाई अलि 1-2 दिन असर पर्ने हुन्छ। 1-2 दिन शरीर दुख्ने टाइपको समस्या आउन सक्छ। त्यसकारण साथीहरू शरीर तपाईको दुखी 1-2 दिन भने पनि नडराउनुस्। बरु आज गर्नुभएको छ भने भोलि छोड्दिनुस्, पर्सि गर्नुस्, फेरि गर्न सक्नुहुनेछ है त, 1 दिनको ग्याप। अनि त्यसपछि तपाईको सेट म बताउन गइरहेको छु। पुसअपको सेट। प्रत्येक सेट सुरुमा तपाईले जस्तै डिक्लाइन अथवा डिक्लाइन पुसअप हान्नु पर्यो है। डिक्लाइन पुसअप हान्नु पर्यो भने तपाईले चाहिँ 3 चोटी हान्नुपर्ने हुन्छ। 3 चोटी भनेको एकचोटी लगातार हान्नुहुन्छ अनि रेस्ट गर्नुहुन्छ, फेरि अर्कोचोटि लगातार हान्नुहुन्छ, रेस्ट गर्नुहुन्छ, फेरि अर्कोचोटि लगातार हान्नुहुन्छ अनि रेस्ट गर्नुहुन्छ। पहिलो चोटि चाहिँ कतिचोटि हान्ने त? पहिलो चोटि तपाईले 6 देखि 8 चोटि हान्न सक्नुहुनेछ है। तपाईको 6 देखि 8 चोटि हान्नुस् अनि टाइम हेरेर 5 सेकेन्ड रेस्ट गर्नुस्, फेरि 8 देखि 10 चोटि हान्नुस्, टाइम हेरेर रेस्ट गर्नुस्, अनि 10 देखि 12 चोटि हान्नुस्, टाइम हेरेर रेस्ट गर्नुस्। तपाईको डिक्लाइन पुसअप सिधि हो। त्यसपछि आउँछ इन्क्लाइन पुसअप, त्यसलाई नि टाइम र त्यही रोटेसनमा। त्यसपछि आउँछ क्लोज ग्रिप, वाइड ग्रिप है त साथीहरू। यो पुसअपको सेट भयो। मैले भने 8 देखि 10, 6 देखि 8, 10 देखि 12 यो रह्यो। त्यसपछि तपाईले यसलाई 1 महिना, 2 महिना, 3 महिना कन्टिन्यू गरेर जानुभयो भने तपाईको शरीरको पावर अटोमेटिकली तपाईलाई थाहा नभइकन एउटा पावर बढ्छ, जसले चाहिँ तपाईलाई सिलेक्सनको दौरानमा एकदमै हेल्प गर्छ तपाईको फिजिकल गराउनको लागि है त साथीहरू। को लागि तपाईँ यति गरी यिनी एक्सर्साइजहरूले पनि तपाईँको ह्यान्ड पावर बिल्डअप गरेकै हुन्छ। यो ह्यान्ड पावरले पनि तपाईँले चिनअप त गर्न सक्नुहुन्छ अवश्य पनि, तर पनि यदि तपाईँको नजिक वरपर चाहिँ झुन्डिने खालको केही छ भने तपाईँले झुन्डिन सक्नुहुनेछ। लेडी हुनुहुन्छ भने गाह्रो हुन्छ होला। सुरुमा झुन्डिनुहोस्, 10, 20, 30 सेकेन्ड झुन्डिनु सक्नुभयो भने 1-2 महिनापछि तपाईँले फेरि तलमाथि पनि अवश्य गर्न सक्नुहुनेछ। यसरी कन्टिन्यू रूपमा फिजिकल एकैचोटि होइन कि टाइम दिएर बढाउन सक्नुहुनेछ। अनि त्यसपछि तपाईँले रनिङ पनि अब मिल्छ भने
कम्तीमा पनि दिनमा है कम्तीमा पनि दिनमा 4 किलोमिटर 5 किलोमिटर सुरुबाट स्टार्ट गर्दा त अब 2-3 किलोमिटर 3-4 किलोमिटर गर्नुस् पछि कन्टिन्यू गर्दा 4-5 किलोमिटर गर्नुस् अब तपाईको 3200 मिटर 3.2 किलोमिटर त तपाईको सिलेक्सनमै गर्नुपर्छ हाम्रो क्याडेट तर्फको हो अथवा यो जवानमा पनि त्यति नै पर्छ त्यसकारणले कम्तीमा पनि 5 किलोमिटरको तयारी गरेर जानुभयो भने चाहिँ फिजिकललाई तपाईलाई एकदमै सही ओके साथीहरु तपाईलाई आशा छ कि भिडियो मन पर्यो भने अझै पनि लाइक गर्नु भएको छैन भने चाहिँ लाइक गर्न नभुल्नु होला नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला क्वेशनहरु केही छन् भने कमेन्ट गर्नु होला आजको लागि यति नै बाइ बाइ